डाँडा हो यो कहाँको डाँडा लोथरको गुम्बा डाँडा लोथरको गुम्बा डाँडा गुम्बा मोटो हेर्नु हिँड्न नसकेर मान्छे मोटाउनु हुन्न कि हो यस्तै हुन्छ यति उकालो हिँड्न नसकेर बोसो घट्यो भैँसको पुगिसक्यो सरस्वती खोइ नि होला हेलो सरस्वती दिदी एकजना फर्केर गएको अवस्था बाटोमा उकालो आउन नसकेर हजुर कस्तो लाग्यो लोथरको डाँडा कति डाँडा रहेछ है यस्तो उकालो डाँडा आइपुग्यो यार 1 घन्टा कुरेर एउटा आउँदैछ भाइ वहाँनिर आयो आयो ताली सरस्वती पायो भने के गर्ने त्यस्तै हो मिठो हुने पनि ल गङ्गडा सबभन्दा ढिलो हिँड्ने मान्छेले गङ्गडा यहाँनिर हेर्दा भित्रपट्टि छ खोज्दैन छिटो यत्रोपट्टि छ उस्तोपट्टि छ मैले भेटेको यहाँ हो त्यहाँ छ आँखा भेटेको मैले है यो गङ्गडा आँखाहरू यो खोइ त निकालै मिल्दैन यो माइजू कस्तो छ त गङ्गडा भेट्नु भयो खोतल्नु न अलि हात हाल्नु भित्र सरसर डराउँदो रहेछ खोइ त नि त्यहाँ थियो एउटा कहाँ पो गइसक्यो यतापट्टि कि यतापट्टि साइडमा के फेरि बच्चा गङ्गडा भेट्दा खाने पनि मिठो पनि हुन्छ यस्तो हो खाने यतापट्टि हात हाल्नु न पकाइ सर यहाँनिर छ कि यहाँ छ कि सरस्वती यहाँ छ कि त्यसलाई चाहिँ हातमा नोट चाहिँ यस्तो रहेछ अर्काले भेटाएको गङ्गडा नि खोइ भनेर एउटाले हराउने गरे यार मैले भेटाएन म सकेन तल सामने बस्दैन चेपमा त राति सरस्वती सरस्वती धेरै ठुलो फुल्चोहरूमा मारेको है गङ्गेटा कि ए गङ्गडा ठुलो भेटे पो है देखाउ त गङ्गडा मार्ने मान्छे हाल्नु न कहाँ पाउनु यसको त गाउँ गङ्गडा भेट्यो है त्यहाँ मन्दिरको जबरजस्ती जङ्गलमा छ भने यहाँनिर आछि के हो भन्दा गङ्गडा भन्दा म त माछाहरू पनि हुन पर्ने सरस्वती सरस्वती ए सरस्वती गङ्गडा कस्तो कालो है थाहा न टाउको दुख्छ मरेन गङ्गडा खोज्नेको मान्छे यत्रो ढुङ्गा उकाल्न सक्छ त्यताबाट यो दिन चाहिँ बलै नगरे कि एउटापट्टि यतापट्टि अनि अडिरादेखि के आँखाले बल गर्ने 3 जना मिलेर ल उताडी उकिहाल्छ भने यता धक्का लाउन 1 2 3 गो उता के ल पादे फुस्केला त यो ढुङ्गा उठाल्दा त्यो हात मात्र लाउनु यो निकाल्नु न तर सक्नु पर्ने होला है यो निकाल्नु न त्यही भित्र एक पोकै होला कसम
तर एउटा दुईटा चाहिँ हुनसक्छ है के यो चाहिँ अप्ठ्यारो ठाउँ छ यसले यो त उताबाट तान्नुपर्छ बहिनी तपाईँतिरबाट आइसक्यो अहिले त आउँछ कि जे भयो नि मोटो मान्छेको मोटो दिमाग हुन्छ नि होइन नि सरस्वतीको त एकदम तिखो दिमाग छ नि यसरी हान्दाखेरि यसरी निस्किन्छ गङ्गटा 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 निर्मला ल के झोक चल्छ है हामीहरूले कहिले काहीँ एक मुठी मार्नु भइसक्यो निर्मल त्यहाँ डिपो थाप आमाले भाग्यो थियो के ठुलो भयो धेरै हुनु ठुलो छ कति मार्नु भएको छ आमाले त यो गहटा छ कि यहाँ कि पाल छ किनभने यो ढुङ्गाको मुनि पल्ट 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 सरसरीले बल गर्दैन मलाई थाहा छ बल गर्ने भने निर्मला र माइजी मात्रै हो टिम नै ओइ कता कता हेरे त्यो त आइसकेको छ आउँछ म हेर्छु ल म भिडियोबाट हेर्छु है मैले देखेँ नि त कालगङ्गडा भएर गिलाएर तर यहाँनिर गुसो छैन कि लुगा चाहिँ यस्तो मेरो यो तपाईँको ढुङ्गाको मुनितिर गएन त्यहाँ भन्दा मुनितिर चाहिँ आज भोलिको गङ्गडा मोटो भएर सानो ठुलो छ सायद गङ्गडा भनेर कति छिटो छोप्न त सक्दैन सक्दैन बलियो रहेछ एउटा ठुलो गङ्गटा चाहिँ काहीँ नजाँदा पानी त यसरी पो आउँदो रहेछ है माथि यो हातहरूले साँच्ची माथिबाट माटो जाँदा यो हातहरूले कति ऊ मात्र यो हातहरूले कति ऊ मात्रै चलाउनु त होइन मेसिन लो दुईटा हो क्या हो भाइ यो खुट्टा कत्रो यो ठुलो खालको यो खुट्टा कत्रो के सुन्नेको छ यार क्यान्सर लाग्यो होला यार खोल्नु त यस्तो त हुन्छ नि होइन मैले यो फर्स्ट खुट्टा देखाउँदा निर्मला के भन्छ अहिले अब खुट्टा कत्रो खुट्टा यत्रै हो के खुट्टा त यत्रो मोटो त मैले देखाइदिएन हुँदैन होला साँच्चै ठुलो बल खोज्दाले भन्दा ठुलो गङ्गडा भेट्दो रहेछ त साँच्चै ए थाहा पाएन देख्यो अब के गर्ने बाँदर हो क्या हो यार बाँदर होइन राहु किन यत्रो यत्रो ढुङ्गा नि पल्टाउने हेट आइस बिहोस भरे यो दुईटा ढुङ्गा पल्टाएर चाहिँ भेटाउँदैन त्यो यो पनि यो ढुङ्गा हटाएपछि त्यहाँनिरको माटोहरूबाट चाहिँ भेटाउन सक्छ है बिचरा एकजना फतक फतक भइरहेको छ एउटा चाहिँ क्यामेरा तेर्साएर हेरन्छ फेरि न त तेर्सा त म साथी दिन्छु भइसक्यो फालिसक्यो फेरि एउटा कति साह्रो त यार यो त ऊ हिँड खाइदिन्छ मनकै खाइदिन्छ कहाँ गरेर जाँदा गोरु निसोम खोइ त भित्र पस म टिप्छ यो भित्र पस्ला के यहीँ छ उखि ल आदा दादा अर्को पनि यता चढिरहेको यस्तो दुःख खोइ गङ्गटा त्यही अघिको एउटा त्यो एउटा त्यसको बाजे
यहाँ चाहिँ त्यो अघिल्लो खोतले त्यो पर्नु होला त्यसो यसमा चाहिँ होला है होला त्यस्तो भेट्दैन है त्यो घुमटाले पल्सवाल यसो माटो निकालेको ठाउँ हेर्नु त्यस्तो बुवाल बाजे कति कति गहुँडा पनि नभएर या सर्वलुस साबुन निस्किँदैन बहिनी र बहिनी साँच्चै हो यस्तो खानुलाई अब यसलाई गुन्थ्यो यसरी पो खोताल्नु पर्छ नि यत्रो पाउनु माथि माथि खोतालेर मर्यो मेरो टक्कै भरि हिलो अर्को पनि यति भइसक्यो झोल पानी हुँदै थियो हालेर झोल पानी हालेर भयो है भट्टा पनि निसिरा साँच्चै बल मार्दो है झोल पानी भन्ने कुरा ल्याउनु चुबे चु चु त्यसमा छ त्यसमा पाउँदैन हेर्ने त्यो कुनाको भित्र पाउँछ क्या गाल भन्नु अनि यो आमाहरू के त्यहाँ पनि छ अरे यो पलबाट उतो भित्र हेर्ने दाम ब्लाङ ब्लुङ मलाई मात्रै भन्छ हेर्न चिरा पनि गयो निर्मला जल्दी आऊ हेर न भोटिनहरूको सङ्गत गरेर राइनीको बिजक भयो नि के गर्नु यहाँनिर ओ त्यो फोटो निकाल्नु नि ठुलो भाँच्नु नि नसक्ने रहेछ भात भात ओ त्यसरी भाँतेर यो पनि ठुलो खरा पुग्छ कि यिनीहरूले कस्तो त्यसले भोडि घोचारिदिनु अनि मारिदिनु छैन अब है तेल झार्थ्यो अरू अरू गर्दा पहिलो हुन्छ नि एउटा के हो त एकछिनमा भइहाल्छ रात रात भइहाल्यो नि सुखाले मैले हालेको आफू बाँच्नलाई अनि अचार चाहिँ हुन्छ कि लसुन खै अब गुन्नु गाउनु यसलाई यो पिर्नु पर्यो नि त लसुन लगाउँदै हालेँ यो हाल्नुभन्दा पनि लसुन त्यसै गरी हामी ढेँडोवटालाई जाउँ भने कि तिमीलाई मैले म बनाउँछु अचार पनि आमाले ओडान राख ए मसाला टाँसिन्छ गुन्नु हाल्नु न खोर्सानी पनि छ निर्मला त्यो पनि देखाऊ देखाएर ए भयो एकछिनमा पर्छ मसालाले पहिला कति बेला बुढी आमालाई राखिदिनु के को कोदो कोदो होइन पन्काको बोतलको हो कि अरे भनेर नि चियाले खाएको जस्तै बुझी रहेछ है खाएन गएटा मैले पनि खाएको खोपेटा